रायोको सागमा प्याज, टमाटर, लसुन, अदुवा, आलु सबै थरी राखेर पकाउँदा पनि मिठो हुन्छ भनेर चाहिँ थाहा थिएन क्या। यो चाहिँ मेरो फर्स्ट टाइम हो। अलिकति तातो तेलमा मेथी र सुकेको खोर्सानी फुराउने, प्याजलाई एकैछिन भुटिसकेपछि हल्का कलर चेन्ज हुन्छ, त्यसपछि चाहिँ आलु ओइरिने, त्यसलाई पनि अब ठिक्कको सानसानो टुक्रा बनाउने अनि एकैछिन भुटिसकेपछि स्वादअनुसार नुन र बेसार राख्ने, त्यसपछि टमाटर, खलमा कुटेको अदुवा, लसुन अनि जिरा धनियाँको धुलो राख्ने, मजासँग सबै मरमसला पनि भुटिसकेपछि चाहिँ खल पखालेर रेडी गरेको रायोको सागलाई ओइरिने। ठ्याक्कै यसै गरी बनाएर पालुङ्गोको साग खाँदा चाहिँ एकदमै मिठो भएको थियो है। अझ पालक पनिर त ओ माई गड कस्तो मिठो हुन्थ्यो है। अनि आज मैले फर्स्ट टाइम ट्राई गरेको, यसरी बनाउँदा रायोको साग पनि यति मिठो हुँदो रहेछ। ढिँडोसँग चोबेर पनि खान मिल्ने, भातसँग मुछेर पनि खान मिल्ने। रायोको सागमा बेसार चाहिँ म राख्दिनँ थिएँ, किनभने नि आलु सालु सबै थरी राखेको छ, त्यही भएर अलिकति राखेँ।